हामी छोरी मान्छेहरू छ नि उमेरले जति नै सानो भए पनि तर व्यावहारिक रूपले परिपक्व भइसकेका हुन्छौं के। छोरी मान्छे भइसकेपछि जन्मजात नै सबै कुराहरू सिकेर आउनु पर्छ। यो छोरी मान्छे हो, यो चाहिँ छोरी मान्छेले गर्ने काम हो, उसले चाहिँ सब कुराहरू सिक्नु पर्छ भन्ने छ नि त। छोरीबाट जन कसैको बुहारी भएर घरमा गइसकेपछि यो त बुहारी हो, यो त बुहारीले गर्ने कर्तव्य हो, उसले चाहिँ सबै कुराहरू सिकेर आएको हुनुपर्छ, सबै कुराहरू जान्नु पर्छ, बोल्न जान्नु पर्छ, हिड्न जान्नु पर्छ, हरेक कुराहरूमा एकदमै धेरै टर्चर हुन्छ नि त। तर मलाई चाहिँ कस्तो लाग्छ भने कति कुराहरू हुन्छ हामीले माइतमा गर्न नपाएको, नसिकेको, त्यो कुरालाई चाहिँ राम्रो घर फ्यामिली पढिदिनु भयो भने आफ्नो सासू ससुरा नन्द आमाजू देउरानी जेठानीले सिकाए पनि केही फरक पर्दैन के। उसले माइतमै सबै कुराहरू सिकेरै आउनु पर्छ भन्ने हुँदैन नि त। कति कुराहरू हुन्छ नसकेको, त्यो कुराहरू चाहिँ कतिजनाको घर फ्यामिलीमा हुन्छ के। यो चाहिँ बुहारीले गर्ने काम हो, कस्तो ढङ्ग नभएको हो, कस्तो कामहरू गर्न नजानेको हो, माइतमा नसिकेको हो, उसको त बाबुआमाले पनि सिकाएनन् कि क्या हो भन्ने जुन किसिमको एउटा टर्चर हुन्छ नि, त्यो कुराहरूलाई चाहिँ मलाई कस्तो नराम्रो लाग्छ के। मेरो फ्यामिलीमा चाहिँ त्यस्तो हुनुहुन्न के, सबै फ्यामिली राम्रो हुनुहुन्छ। मैले गर्न नसकेको काम यसरी हो, यसरी गर्नुपर्छ, त बुहारी हो सबै काम तैँले नै गर्नुपर्छ भन्ने चाहिँ मेरो फ्यामिलीमा छैन के। मलाई चाहिँ एकदमै धेरै खुसी लाग्छ अनि गर्व पनि लाग्छ। सो साथीहरू, आज चाहिँ मैले धेरै समयपछि यसरी खाना पकाएको भिडियो राख्दैछु के। म यति धेरै बिजी थिएँ, मैले भिडियो पनि बनाउन पाइराखेकी थिइनँ। अनि कतिजनाले चाहिँ मलाई भन्नुभएको थियो कि भेट भएको बेलामा खोइ त आज भोलि खाना पकाएको भिडियो त आउनै छोड्यो त भनेर। यो चाहिँ मेरो आज बिहानको खाना थियो, चनाको दाल र करेला अनि अलिकति साग पनि बनाएकी थिएँ। यो हाम्रो चाहिँ बिहानै खाने बानी छ, दिनभरि पसलमा बिजी भइन्छ नि त, यतिको त खानै पर्यो। साथीहरू, आजको भिडियो यति नै, बाई बाई।